जमल गएपछि यो मोमो त सायद सबैले खानुहुन्छ होला है। अनि चुनाव पनि नजिकै आउँदैछ, कसले कसलाई भोट हाल्नुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला है। हेलो नमस्ते सबैजनालाई, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु भनौँ। आज काठमाडौँको मौसम चाहिँ के साह्रो हो, हावा त्यस्तै, पानी पनि त्यस्तै परिरहेको थियो है। आज म निस्किँदैछु बाहिर बजारतिर। म चाहिँ अलि बजारभन्दा अलि माथि नै बस्छु, किनकि हाम्रो चाहिँ फ्यामिली नै यतै छ अनि घर पनि यतै लिएको छ है। अनि मलाई चाहिँ गाउँको याद चाहिँ खासै आउँदैन भनौँ, किनकि म बस्ने ठाउँ भनेको दुरुस्तै हाम्रै गाउँ जस्तो छ है। म निस्केको थिएँ बिहान 9 बजीतिर, किनभने हावाहुरी धेरै लागेको थियो अनि मौसम पनि आज खराब थियो। अनि जाममा पर्नु त स्वाभाविक नै हो, किनकि अफिस टाइम हुन्छ त्यतिखेर चाहिँ। अनि म चाहिँ जाममा परेको थिएँ आज। अनि म चाहिँ आज खास के गर्न जाँदैछु भने आज अलिअलि सपिङ गर्नु थियो, लुगाहरू किन्नु थियो। अनि म चाहिँ न्यू रोडतिर जाँदैछु। अनि बल्ल बल्ल म चाहिँ सुन्धारा पुग्यो। हाम्रो एउटै गाडी लाग्छ गाइज उता घरदेखि सुन्धारा पुग्न चाहिँ। अनि उताबाट बहिनी आउँदैछ। अनि म चाहिँ आधा घन्टा जति चाहिँ बहिनीलाई वेट गरेको थिएँ। फाइनली बहिनी पनि आइसक्यो। बहिनीले पनि मलाई आज धेरै कुराकी थिए, तर खासमा म कुर्ने मान्छे चाहिँ होइन, किनकि लास्टै रिस उठ्छ मलाई कसैले यसरी कुरायो भने। अनि बहिनीलाई भने, अनि हामी पसल लाग्यौँ। पसल लागेर चाहिँ साडी हेऱ्यौँ, बहिनीले त्यो साडी हेऱ्यो। अनि हामीले चाहिँ उतापट्टिको साडी चाहिँ लगाएको थियौँ है। अनि साडी लगाएको थियौँ, उताबाट पनि हामी निस्क्यौँ। उताबाट निस्केर चाहिँ हामी चोलीतिर लाग्यौँ। चोली आजकल चलेको है, तर कति महँगो पर्दो रहेछ है यो चोलीमा, मैले आज बल्ल थाहा पाएँ है। अनि यो चोली पनि हामीले लगेको थियौँ। आज हामीले न्यू रोड, असन, महाबौद्ध पुरै घुमेका थियौँ है, किनकि धेरै लुगाहरू किन्नु पर्ने थियो। अनि मन परेको लुगाहरू भेटिन लास्टै गाह्रो भएको थियो है। अनि बहिनीलाई त जस्तो जस्तो मनै नपर्ने रहेछ। अनि हामी लाग्यौँ रञ्जना मल। रञ्जना मलमा होलसेल रेट हुन्छ भनेर हामी त्यहाँ पनि गएको थियौँ है। अनि त्यहाँ राम्रो राम्रो थियो, तर हामीले त्यहाँ प्यान्ट चाहिँ राम्रो भेटेनौँ है। अलिअलि चाहिँ गरेर हामी माथिसम्म पुरै रञ्जना महल पुरै घुमेका थियौँ। त्यहाँ राम्रो प्यान्ट पाएकै थिएनौँ। अनि हामी फेरि फर्क्यौँ लिफ्टमा चढेर तल लास्टमा गयौँ है। घुम्दा घुम्दा लास्टमा एउटा ठाउँमा चाहिँ प्यान्ट भेटेका थियौँ। अनि त्यो प्यान्ट चाहिँ हामीले किनेर भोक लास्टै लागेको थियो, जमल पुगेका थियौँ। जमल गएपछि यो ठाउँमा मोमो नखाने त सायद थोरै नै हुनुहुन्छ होला। यहाँको मोमो त हाई हाई, मलाई त एकदमै मनपर्छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला गाइज। यहाँको मोमोले त मलाई त मोहनी नै लागिसक्यो। जमल गएपछि यो ठाउँमा चाहिँ जानै पर्छ है। अनि बहिनी र मैले यो खाजा खायौँ। खाजा खाएर फुल पेट भएको थियो। अनि हामी घरतिर निस्क्यौँ। आजको हाम्रो सपिङ चाहिँ यति थियो गाइज। अब के थियो त्यो चाहिँ पछि भन्छौँ। अहिले चाहिँ हामी घरतिर लाग्यौँ। बाई बाई सबैजनाले, आफ्नो केयर गर्नु होला। चिसो मौसम छ है, यस्तो हावा लागेको थियो कि हामीले घर जाने बेला। सबैले यो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला।